हम मौत को टक्के झुके वापस आ गए भनेर। हेलो एभ्रिवान, दिस इज माई फर्स्ट ब्लग। आज चाहिँ हामी कहाँ जानु गइरह अरे? कोलुङ झरना जानु गइरह घिच्नलाई। सो यहाँ छ कुक, आज पकाउने यही हो, यसले नै पकाउँछ। इभेन्ट म्यानेजर एभ्रिथिङ। इभेन्ट हैन, अब चाहिँ हामी पकाउनको लागि के चाहिन्छ सरसामानहरू, कराई के प्लेट यो त्योहरू एभ्रिथिङ लिएर जाने, आफै पकाउने आफै खाने, कसैलाई नदिने कसैलाई नमाग्ने। यसको अनुहारै देखेन, यो भ्लग गर्न गाह्रै रहेछ। टमाटर प्याज हाल, अब नुन प्याज त्यहाँ उनी छ तल लास्टमा। ए लसुन अदुवा त खै कहाँ छ हो, कहाँ राख्ने गरेको छ। यति रहेछ, यति लाउँथ्यो। सेम पनि चाहियो। भयो। हेलो, हामी चाहिँ अब ब्याग स्याग बोकेर रेडी भएर निस्किसकेछौँ। यहाँ ढोका लाउँदैछ। अब हाम्रो काम बाँकी भनेको खाने सामान किन्न बाँकी छ, अनि त्यहाँदेखि हामी स्योर चाहिँ कहाँ जाने भनेर फिक्स गर्न नै बाँकी छ। हेरौँ अब कहाँ पुगिन्छ हामी। विल सो यु। बाई बाई। हाम्रो सवारी आजको रथ तयार हुँदैछ सारथीको साथमा। तल झरिसकेपछि रियलाइज ट्राइपोड चाहिँ माथि नै छुट्यो भनेर, अनि सर लिन जानुभएको छ। एन्ड आइएम वेटिङ हियर। हाम्रो राइडर चाहिँ ट्राइपोड छुटेको ट्राइपोड लिएर आइसक्नु भएको छ। अब हाम्रो यात्रा सुरु हुन्छ। लेट्स रेडी। हामी चाहिँ मासु लिनलाई सिधै फ्रेस कुखुरा काट्ने ठाउँमा आइपुगेका छौँ। अनि यहाँ सुतिरहनु भएको छ कुखुरा सरहरू चाहिँ। के खाने आज? के खाने? यस्तो धेरै सामानहरू राखेर पनि यस्तो खानु परेछ। गरिबी होइन, सोझो पर्नु जस्तै। सोझो भएको क्या, गरिब होइन। अब चाहिँ भनेको कति हो? हाम्रो ढकाल सर चिउराहरू लिन जाँदैछ। म चाहिँ कुरिरहेको छु। गाइज, हामी चाहिँ निस्किसक्यौँ सबै सामान लिएर। अब हामी पछि बजार छोडेर यहाँबाट हामी जातेको बाटो लाग्दैछौँ। त्यसलाई चाहिँ हामी ठ्याक्कै नगरपालिका लाइनको अपोजिट जाते मोडबाट उँभो लाग्नुपर्छ। जाते हाम्रो जाते जाने बाटो हो। यहाँ यो चाहिँ जातेको बस स्ट्यान्ड हो। बस स्ट्यान्ड, अनि यो अटोहरू पनि छ, फुटबल ग्राउन्ड, अनि हाम्रो इलाका प्रशासन कार्यालय पनि छ। यो चाहिँ म, अनि यो चाहिँ राइडर। लुक एट हियर। मलाई पनि देखाउ न यार। त्यही त लुक एट हियर भन्दैछु। राम्रो मान्छे अगाडि छ, अनि लाइमलाइटमा राम्रो मान्छेलाई आउन दिनु हुँदैन न त। सबै के भन्छ, एटेन्सन जति उसले नै लान्छ। सो भएर राम्रो मान्छेको कभरेज हावाले चाहिँ क्याप उडाएको गरेको भएर मैले क्याप उल्टो लगाइसकेँ। अब जस्तै हावाले पनि यो क्याप उडाउन सक्दैन है। अनि यो उडाउन सक्छ अरे, उडाउँदैन उसलाई चाहिँ उडाउनु सक्छ। मलाई उडाउन सक्छ, अब यो क्याप उडाउँदैन।
केटाहरूले डिस्टर्ब गर्यो अब मलाई समाउ तिमी क्यामेरा बाटोमा अब रुद्ध आइसकेको भएर चाहिँ हामीले क्यामेराम्यान चेन्ज गर्नु पर्यो त्यसै जाँतेको जाँतो मान्छेहरू हिँडिरहेछन् हामीलाई बाल छैन भिडियो पारी पारीहरू देखिन्छ साथी रेकर्ड त नगरे नि हो नि त अब गरे ओहो बाटोको तारिफ गर्दा गर्दै नराम्रो बाटो आयो यहाँ बजार आयो यहाँ चाहिँ हामी केही किन्छौँ मूर्ति चाहिँ छ जाँते बजार चाहिँ यो कार्यालय अनि विशेष खै के बाजे बोजू अनि यहाँ मान्छेहरू अटोमा फर्किरहेको मान्छे विल प्रोबेबली सिदेम माथि झर्नामा खाना भएको बाटो नहिँड्नु माथि माइक मलाई म्युट गर्नु 2,000 years later. कोलम झर्नाको के भन्छ स्टार्टिङ पोइन्ट अब यहाँदेखि चाहिँ हाम्रो पदयात्रा सुरु हुन्छ ल अब हामी चाहिँ लाग्यौँ खोलाको बाटो अरू बोइजहरू पनि छन् हामीसँग हाम्रो साथी पनि छ दाउरा स्पोर्टै छ नि यहाँ दाउरा यहीँ पकाएर बस्नुपर्छ क्या होइन यहाँ त बाटो भयो उयो साइडतिर माथितिर जानु क्या आउन अलि माथि जाउँ झ्याउ रहेछ क्या यसरी दाउराहरू नि त बोक्नु पर्यो दाउराहरू बोक्दैछौँ दाउराहरू खोज्दैछौँ दाउरा बोक्ने खोला नाला यस्तो छ भेटिन्छ दाउराहरू त यहाँदेखि बोक्नु नै पर्छ जस्तो लागेन यतिसम्म म त्यो बोक्छु दाउराहरू म कलेक्ट गरिदिउँ ल त्यो फाल्दो होइन यो चलाउन सजिलो हुन्छ नि ठुलो ठुलो कागजहरू बोकेको छ नि त प्लास्टिक होला हाम्रो पकाउने स्पट खोज्दैछौँ तर भेटेको छैन यहाँ चाहिँ एउटा राम्रो ठाउँ जस्तो छ बस्नलाई सो हामी अब त्यहाँ जान्छौँ हेर्छौँ कस्तो छ तर घाम भयो एकदम अलिअलि शीतल भएको बस्नुलाई पनि सजिलो हुन्थ्यो एकदम घाम भयो त्यहाँ चाहिँ फेरि राम्रो स्पट छैन रहेछ अनि अघि हेरेको ठाउँ नै ठिक छ जस्तो छ सो फेरि हामी अघिकै ठाउँमा फर्किँदैछौँ तर एकदम गर्मी भइरहेछ लास्टै अब चाहिँ खोलेबाट लुगासुगा बाल नदिने चल्दिने हो चिसै रहेछ पानी त मस्त चिसो रहेछ अलिअलि धमिलो चाहिँ धमिलै छ बगाउँछ क्या हो गर्मी भएपछि डुब्नु त डुब्ने नि डढिन्छ कालो हुन्छ नि त त्यो हो नि त कुरा ल हाम्रो स्पट चाहिँ यो पकाउने आजको यहाँनिर पकाउने ल रेफ्रिजरेटर पनि छ हामीसँग डाइट कोक छ मेरो लागि प्रवेश त्यो भइगयो अनि एक्सट्रिम त एक एकवटा अब चाहिँ हल्का पोखरीमा भिज्दिने हो एकछिन गर्मी लास्टै भयो हाम्रो कुक सरले प्याज टमाटर अदुवा लसुन पिस्दैछ
मासु आयो मासु अब चाहिँ मासु पकाइने हामी हाम्रो कुक ठाउँ चाहिँ एकदम बवाल छ सही 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 कुकिङ कुकिङ यहाँ छ यहाँ मिठो मिठो दामी दामी विथ दिस भ्यू यो भ्यू हेर्दै मासु चिउरा खाने हो अब चाहिँ खाना आँटेको हाल्यो न मासु तर कस्तो हुने हो धेर पाकेछ कि टुक्यो क्या सानो पिस भयो नि भयो हेलो अब चाहिँ हामी त्यसमा after so much struggle we finally cooked we are cooked so we cooked हुनुहुन्छ हाम्रो त्यहाँ सकाइसकेको छौँ अब हामीले गरेको फोहोरहरू चाहिँ सफा गर्छौँ हामीले ल्याएको बोतल प्लास्टिकको खोलहरू चाहिँ सबै लिएर जान्छौँ सो यति रिक्वेस्ट छ सबैलाई अरू कसै आएर यसरी पकाएर खान्छ भने बोतलहरू मैले देखिरहेको छु धेरै फोहोरहरू देखिरहेको छु सो बोतलहरू प्लास्टिकको खोलहरू चाहिँ नछोड्नु होला सो यही भन्न चाहन्छु सो अब हामी चाहिँ प्लास्टिकहरू लिएर फोहोरहरू लिएर सफा गरेर हामी चाहिँ लाग्छौँ सो बाई